हर्क साम्पाङ को हुन् भनेर जान्न चाहनुहुन्छ भने यो भिडियो पुरा हेर्नु होला है त। एका देशमा एउटा मूर्ख र चकचके बालक रहेछ। त्यसले चाहिँ आफ्नो आमालाई लौ मैले छेपारो खान्छु, छेपारो मारेर ल्याइदिया भनेर हैरान पारेछ, रोएर कराएर। बाबुआमा हत्तु भएछन्। बाबुआमाले सम्हाल्न नसकेपछि सोचेछन्, सल्लाह गरेछन्, अब त यसैको शिक्षकलाई बोलाइदिन पर्यो, उनैले यसलाई सम्हाल्छन्। शिक्षकलाई फोन गरेर बोलाएछन्। शिक्षक घर आए अनि शिक्षकले आफ्नो चेलोलाई सोधेछन्, मूर्ख केटोलाई, ए केटा तैँले छेपारो खाने नै होस् त? त्यसले खान्छु खान्छु भनेछ रोएर कराएर। अनि शिक्षकले केटाको बाउलाई आदेश दिए, लौ त छेपारो मारेर ल्याउनुस्। छेपारो मारेर बाउले ल्याए, प्लेटमा शिक्षकले अगाडि टक्राइदिएर लौ खा भनेछन्। बच्चा झन् धेरै रुन थालेछ। ल अब तँलाई के भयो, किन झन् चिच्चाइ रहोस् भनेर शिक्षकले सोद्धाखेरि मैले काँचै खान्न, फ्राई गरेर ल्याइदिया भनेर भनेछ। फेरि शिक्षकले भनेछन्, लौ फ्राई गरेर ल्याइदिया। मूर्ख केटोको आमा गइन्, तेलमा तारेर ल्याइदिन्। झन् उफ्री उफ्री रुन थाल्यो बच्चो। शिक्षकले सोधे फेरि, अब के भयो तँलाई? बच्चोले भनेछ, मैले सिँगै छेपारो खान्न, आधा आधा गरेर खान्छु, यसलाई 2 टुक्रा पारिदेऊ। शिक्षकले 2 टुक्रा पार्दैछन्। झन् उफ्री उफ्री आगना मडारी मडारी रुन थालेछ। फेरि शिक्षकले सोधे, अब के भयो तँलाई? पहिला तपाईँले खानु, बल्ल मैले खान्छु भनेर भनेछ। शिक्षक परे दोधारा। अब त्यो केटोलाई भोलाउन पनि छ, त्यसलाई शान्त पार्न पनि छ। शिक्षक बाध्य भएर आँखा चिम्म गरेर सास नफेरिकन एउटा टुक्रो घुप्लोक्क निलेछन्। बच्चा झन् उफ्री उफ्री चिच्चाइ रुन थालेछ। अब शिक्षकले सोधे, अब के भयो तँलाई? मैले टाउकोतिरको भाग खान्छु भनेको त्यो तपाईँले खाइदिनु भयो। अब मैले कुन खानी, मैले यो पुच्छरतिरको खान्न भनेर रुन थालेछ। शिक्षक धोती माथि उठाएर टाप। त्यही मूर्ख बालक, त्यही चकचके बालक ठुलो भएर अहिले हर्क साम्पाङ भएको छ। त्यही बालक हो। अब तपाईहरूको हातमा छ। यस्तो चकचके मूर्ख पाखण्डी, अरूलाई गाली नगरिकन भाषणै गर्न नजान्ने यस्तो मान्छेलाई तपाईहरूले जिताउनुहुन्छ कि हराउनुहुन्छ है त? जय देश, जय घन्टी, जय माटो।